नमस्कार साथीहरू, तपाईँहरूलाई मेरो च्यानल सिक्रेट स्टोरिजमा स्वागत छ। र आज हामी महान योगिनी गिरिबालाको अद्भुत कथा सुन्नेछौँ। उहाँ खानै नखाई बाँचिने एउटा महान योगिनी हुनुहुन्छ। र आउनुहोस् यो रोमाञ्चक कथा सुनौँ। भारतको बङ्गाल प्रदेशमा एक साधारण तर अत्यन्त आध्यात्मिक महिला बस्थिन्, जसको नाम थियो गिरिबाला। उनको जीवनको अद्भुत कथापछि महान योगी परमहंस योगानन्दले आफ्नो प्रसिद्ध पुस्तक अटोबायोग्राफी अफ योगीमा वर्णन गरेका छन्। गिरिबाला सानैदेखि भगवानप्रति अत्यन्त भक्ति राख्थिन्, तर उनलाई खानेकुराको पनि धेरै रुचि थियो। विवाहपछि उनी आफ्ना ससुराली घरमा बस्न थालिन्। एक दिन उनकी सासूले उनलाई धेरै खान्छ भनेर कडा शब्दमा गाली गरिन्। सासूको त्यो गालीले उनको मन गहिरो दुख्यो। आँखाभरि आँसु लिएर उनले प्रण गरिन्, यदि खानाको कारणले मलाई अपमान सहनु पर्छ भने म आजदेखि कहिले खाना खाने छैन। सुरुमा घरका मानिसहरूले उनको कुरा गम्भीर रूपमा लिएनन्, तर गिरिबाला आफ्नो प्रणमा दृढ थिइन्। उनले परमेश्वरसँग गहिरो प्रार्थना गर्न थालिन्। केही समयपछि एक रहस्यमय योगी उनको अगाडि प्रकट भए। ती योगीले उनलाई भने कि मानव शरीर केवल खाना मात्रले बाँच्न भन्ने आवश्यक छैन। योगी विधा अनुसार शरीरले प्राण शक्ति अर्थात् ब्रह्माण्डमा फैलिएका जीवन ऊर्जा पनि ग्रहण गर्न सक्छ। ती योगीले गिरिबालालाई एक गोप्य योग साधना सिकाए, जसको माध्यमबाट शरीरले सिधै ब्रह्माण्डीय ऊर्जा ग्रहण गर्न सक्थ्यो। त्यस दिनपछि एउटा आश्चर्यजनक घटना भयो। गिरिबालाले पूर्ण रूपमा खाना खान छोडिन्। दिनहरू बिते, महिनाहरू बिते, वर्षहरू बिते, तर उनी स्वस्थ र ऊर्जावान नै रहिन्। भनिन्छ कि उनले दशकौँसम्म खाना र पानी बिना नै जीवन बिताइन्। उनको जीवन प्रार्थना, ध्यान र भक्तिमा समर्पित थियो। धेरै मानिसहरू उनको चमत्कार देख्न आउँथे। एक दिन महान योगी परमहंस योगानन्द उनीसँग भेट्न पुगे। उनले गिरिबालालाई सोधे, तपाईँ कसरी खाना बिना बाँचिरहनु भएको छ? गिरिबालाले अत्यन्त नम्र भएर उत्तर दिइन्, यो मेरो शक्ति होइन, यो भगवानको कृपा र योग विधाको परिणाम हो। उनले कहिले कहिले प्रसिद्ध खोजिनन्। साधारण जीवन बिताउँदै उनले मानिसहरूलाई देखाइन् कि मानव शरीर अद्भुत आध्यात्मिक शक्ति लुकेका हुन्छ। यस कथाको सन्देश, सच्चा भक्ति र साधनाले असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव बनाउन सक्छ। मानव शरीरमा अपार आध्यात्मिक शक्ति लुकेको हुन्छ। भगवानप्रति विश्वासले जीवन परिवर्तन गर्न सक्छ। र यही सानो गिरिबालाको कथा थियो। र आशा गर्छु तपाईहरूलाई यो कथा मन पर्यो भनेर। र फेरि यस्तै रोमाञ्चक कथाहरू लिएर तपाईहरूको माझ आउनेछु। र त्यतिन्जेल फेरि भेटौँला।